हेलो नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ। यो मेरो नयाँ भिडियोमा यो फास्ट ट्र्याक सम्बन्धी मैले अहिले तपाईलाई देखाउने गरेको ठाउँ चाहिँ गाउँको यो खोल्सामा बन्दै गरेको पुल। यो यसको लम्बाइ चाहिँ 20 मिटर भनेको गरे 20 मिटर लम्बाइको पुल पाइलिङ गरिसकेको छ र अहिले पाइलिङको यो टप ब्याग फुटाएर चाहिँ यसमा स्ल्याब हाल्ने काम हुँदैछ। यो टप फुटाउने काम हुँदैछ भनौँ न पाइलिङको। मजदुरहरू यसरी काम गर्दै यो अगाडि देखिएको फाट बैरी फाट जुन चाहिँ दक्षिणकाली नगरपालिका वडा नम्बर 7 मा पर्छ र यो पुल बनेदेखि स्थानबाट यता हुँदै जाने फास्ट ट्र्याक ढुङ्गा फाट र यताबाट यसरी हाल्दैछ कम्प्लिट भइसकेको छ हाल्दैछ। साथीहरु यो साइडमा 12वटा पिलर र उतापटि अघि देखाएको साइडमा चाहिँ 12वटा गरेर जम्मा 24वटा पिलर गाडेको छ। यसरी यो अब यो यता देखाएको यो टाइपले रड देखाइसकेपछि यही रडमा चाहिँ पछि माथि स्ल्याब बस्छ। पुलको स्ल्याब हैन बटम स्ल्याब बस्छ यसको। त्यसपछि माथि अरु स्ट्रक्चर बनेर बल्ल माथि पुलको स्ल्याब बस्छ है साथीहरु। यो कोबु गाउँको बैरीफाट भन्ने स्थानमा चाहिँ यसरी यो रिटेनिङ वाल लगभग कम्प्लिट भइसकेको छ। एक दुई स्थान बाहेक यो चाहिँ पहाचोक एरियाको फिलिङ गरेर माटो फिलिङ गरेर उठाउने काम हुँदैछ यहाँ चाहिँ। र अगाडि नारायण खोला छ। नारायण खोलामा चाहिँ बक्स पुल बनाउने तयारी गरिएको देखियो यहाँबाट। अब त्यही नजिकै गएर हेरौँ के हुँदै रहेछ। ल साथीहरु यो चाहिँ नारायण खोला जुन चाहिँ नारायण थानबाट बगेर आएको दक्षिणकाली नगरपालिका वडा नम्बर सायद त्यो 5 पर्छ होला है। वडा नम्बर 5 शेष नारायण थानबाट बगेर आएको खोला। यो बागमती मिसिने स्थान हो यो चाहिँ। र यहाँ ठ्याक्कै चाहिँ अहिले बक्स पुलको लागि चाहिँ यसरी तयारी गर्दै गरेको रहेछ है साथीहरु। अहिले चाहिँ नारायण खोलाको पानी चाहिँ कञ्चनमै छ भन्नु पर्यो अहिलेसम्मले चाहिँ सफै छ। हिउँदोमा आउने पानी यत्रो नै हो। बर्खामा चाहिँ यो खोला पनि ठुलै हुन्छ। यसरी यहाँ चाहिँ माटो फिलिङ हुँदैछ।
हुँदैछ यसरी बक्स पुलको तयारी। र यहाँबाट माथि यो हाइट बराबर हुन्छ, यो हाइट बराबर चाहिँ नि माथि अवस्था छ फास्ट ट्र्याकमा। म चाहिँ अहिले साथीहरू यो पाहाचोक भन्ने स्थानमा उभिएको छु र अलि तल यो दामदर घाट पनि भन्छ यो स्थानलाई। र यता माथि यो पाहाचोक, यो बस्ती र यो बस्तीसँगै जोडेर चाहिँ यसरी फास्ट ट्र्याक बन्दैछ। जुन फास्ट ट्र्याक चाहिँ काठमाडौँबाट निजगढ जोड्ने छोटो दूरीको द्रुत मार्ग, जुन चाहिँ 71.6 किलोमिटरको रहेको छ। र यो सडक पूर्ण रूपमा निर्माण भइसकेपछि यो सडकबाट यात्रा गर्नु करिब 1 घन्टाको समय लाग्ने भन्ने सुनेको छु। हेर्नुहोस् है साथीहरू, यसरी बन्दैछ। अहिले यहाँ प्राविधिकहरू चाहिँ यहाँनिर देख्नु भएको छ। यसरी यो माटो फिलिङको चाहिँ डेन्सिटी चेक गर्दै हुनुहुन्छ। मैले टाढाबाट खिचेँ। यो चाहिँ नि काठमाडौँ जिल्ला जोडेको अन्तिम पोइन्ट पाहाचोकको एरिया फास्ट ट्र्याकको, जुन चाहिँ दक्षिणकाली नगरपालिका वडा नम्बर 3 मा रहेको छ। र यहाँबाट चाहिँ यसो गरी जान्छ। यो स्थानमा चाहिँ बागमती रहेको छ र यो बागमतीमा एउटा पुल बन्छ र पुल बनिसकेपछि ठ्याक्कै यो अगाडि यसरी बक्स कटिङ गरेको देखिन्छ। यो स्थानमा चाहिँ जोडिन्छ पुलले र सोही स्थान हुँदै बागमतीको किनारै किनार चाहिँ खोकना पुगिन्छ है। र योबाट पारी बागमती पारी ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर 8 पर्छ यो चाहिँ। र यो स्थानमा चाहिँ फास्ट ट्र्याकको काम अहिलेसम्म सुचारू भएको छैन। यो अलिकति माथि फर्सिडोल हुँदै उता खोकना छिजल्ने हो। अहिलेसम्म चाहिँ यता काम सुरु भएको छैन। काम सुरु भएको स्थान भनेको चाहिँ यो पाहाचोक भन्ने स्थानबाट सुरु भएर काठमाडौँ जिल्लाकै तल सापखेल भन्ने स्थान, जुन चाहिँ दक्षिणकाली नगरपालिका वडा नम्बर 8 रहेको छ, त्यहाँनिर गएर टुङ्गिन्छ। काठमाडौँमा चाहिँ यो फास्ट ट्र्याकले धेरै दूरी ओगटेको छैन। जम्मी 5 किलोमिटर जति छ कि भन्ने मेरो अनुमान हो। साथीहरू, यसरी दक्षिणकाली खोलामा चाहिँ धमाधम पुलको तयारी हुँदैछ, पाइलिङ गर्ने काम हुँदैछ। यहाँ चाहिँ अहिले पाइलिङ यो ड्रिल गरिसकेर कङ्क्रिट हाल्ने काम हुँदैछ। अहिले गरे मेसिनहरू चल्दैछ। यो चाहिँ दक्षिणकाली खोला फास्ट ट्र्याकको पुल बन्दै गरेको स्थान। यो पुलको लम्बाइ चाहिँ 120 मिटरको रहनेछ। यसरी अहिले चाहिँ पाइलिङको काम हुँदैछ। हेभी इक्विपमेन्टहरू दह्रो चलिरहेको छ। पाइलिङ मेसिन, क्रेन, यसरी आरएमसी ट्रक लोडिङहरू हुँदैछ।
लागि हो हेलो साथीहरू, अहिले चाहिँ नि यो देवीचौर सुरुङको चाहिँ काम चाहिँ सुरुवात हुन लागेको छ। यहाँ चाहिँ दुईवटा सुरुङ बस्छ एउटै डाँडोमा, एउटा चाहिँ 1075, एउटा 1100 मिटरको लम्बाइ रहेको सुरुङ र यहाँनिर चाहिँ ब्रिज बस्छ दुईवटा, जुम्ला ब्रिज। यहाँ यसरी चाहिँ अहिले काम सुरु हुन थालेछ। स्लोप प्रोटेक्सनको काम चाहिँ माथिदेखि गरेर ल्याइसकेको छ। यसै गरी ल्याउनुहोस्। ठ्याक्कै यो डाँडाको माथिको बस्तीलाई चाहिँ बाब्यो गाउँ भन्छ है। धेरै साथीहरूलाई थाहा छैन। साथीहरू, यतापट्टिबाट चाहिँ यो ललितपुर जिल्ला गोदावरी नगरपालिका यो वडा नम्बर 7 पर्छ। यो स्थानमा चाहिँ यहाँबाट सुरुङको लागि माल सामान ओसार्नको लागि उताबाट लगेर बनाएको छ बाटो। यसरी पारी पारी यो भित्ता भित्ता गएको छ सामानहरू ढुवानी गर्नको लागि। अनि यहाँनिर चाहिँ